Hello everybody, so welcome to the history of travel and tourism and some history about the Lord Gautam Buddha, which is also known as the Light of Asia. So this place is located in Kakarpath Nagar, which is also known as Java. र तपाई यो ठाउँ सरावल 2 जावामा पर्दो रहेछ। म आज यहाँ घुम्न आएको छु र यहाँ नआएको धेरै त हैन 8-9 वर्ष भइसक्यो होला र मेरो गाउँ अत्रहटी हो, त्यही पनि यसो घुम्न आइदिम र केही कन्टेन्टहरु बनाम भनेर मैले आज नयाँ ठाउँ नयाँ गाउँमा आएको छु र मेरो कन्टेन्ट तपाईहरुले हेर्दै गर्नु होला। म खास गरेर कन्टेन्ट चौधरी अथवा थारू भाषामा बनाउने गर्दछु र मलाई साथ सपोर्ट गरिदिनु होला। थ्यांक यू सो मच।